अहिले हामी मुक्तिनाथ जाने क्रममा छौं। तपाईको आज हिउँ परेर एकदम यहाँको मौसमै एकदम क्लियर भएको छ। सही समयमा हामी मुक्तिनाथको दर्शन गर्न आएछौं। हजुरहरूले हेर्न सक्नुहुन्छ चारैतिर हिउँ हिउँ छ। हिजोसम्म यो नाङ्गो डाँडा आज हिउँ हिउँले ढाकेर एकदम रमाइलो दृश्य भएको छ। ठिक ठाउँमै आइएछ। त्यही त ठिक टाइममै आइएछ। एकदम रमाइलो छ, हेर्नु न दृश्य पनि। हजुरहरूले हेर्न सक्नुहुन्छ पुरै एकदम रमाइलो भएको छ हिउँ परेर। हजुरहरू पनि आउन सक्नुहुन्छ मुस्ताङ घुम्ने, मुक्तिनाथ घुम्ने। कसैलाई इच्छा छ भने आउनु होला। एकदम रमाइलो छ यहाँ।